अब बेहुली के अरे सुटिङ गर्ने बेलामा त बेहुली छैन। अब कहाँ गयो त बोयफ्रेन्डले गाली गर्नु बेहुली भन्छस् त मसँग मात्रै भन्छु। कुनै पनि के अरे चाहिँ पछि रहेका कलाकारहरूलाई एउटा अवसर प्रदान गर्ने हिसाबले चाहिँ मैले यो गति चाहिँ तीव्र बनाएन। तपाईँले त्यो अर्नाको सङमा पनि तपाईँले काम गर्नुभयो। हजुर, अनि विनर पनि भयो कि विनर पनि भयो होइन। बुवा त बिचमै के अरे चाहिँ पास भइहाल्नुभयो बुवा चाहिँ होइन। स्ट्रगलमा चाहिँ भनौँ न धेरै गाह्रो भयो। अब हात समाउने मान्छे कोही पनि थिएन। मैले सबै ठाउँमा जब एप्लाईको लागि मैले कोसिस गरेँ, मैले त्यो अवसर पाएन। आजको गफ चाहिँ कफीबाट सुरुवात गर्दैछौँ। हाम्रो नजिकै रहेको क्याफे, तर कफी चाहिँ यहाँ पुगाउँदैन, हामीले जानुपर्छ लिन। अनि आज चाहिँ हामीसँग हुन्छ मल्टी ट्यालेन्टेड एकदमै राम्रा मान्छे, हाम्रो साथी पनि हुनुहुन्छ। उहाँ चाहिँ हुनुहुन्छ मनिष चर्ती मगर। विगत 10 वर्षदेखि डाइरेक्सन तथा म्युजिक क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्याउनु भएको मान्छे चाहिँ उहाँ हुनुहुन्छ मनिष चर्ती मगर। उहाँलाई हामीले परिचय दिनै पर्दैन, सुदूरपश्चिममा एकदमै राम्रो काम गर्दै आउनुभएको छ उहाँले। उहाँलाई स्वागत गर्छु। हस् सर, नमस्ते। नमस्ते। अब हामी साथी भए पनि तपाईँ भनेर बोल्ने आज, हुन्छ होइन। अब यो गफ कापमा तपाईँलाई राम्रा नराम्रा दुवै पक्षहरू म सोध्नेछु। एकदमै दिल खोलेर हजुरले कुराकानी गर्नुहुनेछ। मेरो पहिलो पोडकास्ट चाहिँ हजुरसँगै हो। अब मैले काम पनि हजुरबाटै सिकेको हो, होइन। हामी सँगसँगै काम गर्दै आएको 10 वर्ष पनि भइसक्यो। जे छौँ दुइटै एउटै लेभलमा छौँ हामी, होइन। अब तपाईँलाई चाहिँ म सुरुमा चाहिँ खबर के छ भन्नेबाट कुराकानी गरौँ न। धन्यवाद आजको यो के अरे चाहिँ यो पोडकास्टमा आज मलाई इन्भाइट गर्नुभयो, होइन। बेसिक पिक्चर्सद्वारा यो के अरे चाहिँ पोडकास्ट स्टार्ट गरिएको छ। खुसी लाग्छ अब आफ्नो साथीले पनि के अरे चाहिँ यति प्रगति गरेको देख्दाखेरि। अब हामी चाहिँ विगत 10 वर्षदेखि नै हामी त यही क्षेत्रमा लामो यात्रा गर्दै आएको, अब होइन। तछाड मछाड हुँदै लड्दै उड्दै गर्दासम्मको हाम्रो यात्रा, हामी दुईजनाको यात्रा एउटा केही नभए पनि सुदूरपश्चिममा हामी अलि एउटा छुट्टै लेभल बनाउन हामी सफल पनि छौँ। र हाल खबर चाहिँ अब ठिकै छ। अब अहिलेको यो चाहिँ म यो के भनौँ, अब बजार व्यवस्थापनको अवसरमा हामीले चाहिँ भनौँ न कामहरू चाहिँ अझै त्यति इम्पोर्ट गर्न पाएको छैनौँ। लगभग उसरी चाहिँ हामी ठिक छौँ अहिले। अब तपाईँलाई म एउटा क्वेसन सोध्छु कि 10 वर्ष अगाडि जहिले सुरु गर्नुभयो नि हजुरले, त्यो कहाँबाट सुरु गर्नुभयो? कोबाट प्रेरणा लिनुभयो? म सङ्गीततिर लाग्छु अथवा म डाइरेक्सनतिर लाग्छु। तपाईँले सानै उमेरदेखि चाहिँ यो क्षेत्रमा लाग्नुभयो, होइन। मलाई धेरै कुराहरू थाहा छ। तपाईँले क्यामकोर्डर क्यामेरामा पनि एउटा मुभी बनाउनु भएको थियो आफ्नै स्कुलका बच्चाहरूलाई हेरेर। थप तपाईँले पढाउनु पनि हुन्थ्यो कि उतिखेर, होइन। बच्चाहरूलाई डान्स सिकाउने, पढाउने धेरै कुराहरू गर्नुहुन्थ्यो कि, त्यो पनि थाहा छ, होइन। त्यही विषयमा चाहिँ तपाईँले कहाँबाट चाहिँ यस्तो इन्ट्रेस्ट आयो कि? म्युजिक अलगै पाटो भयो तपाईँको, फिल्म मेकिङ चाहिँ अलगै पाटो भयो कि? दुई पाटोमा कसरी सँगसँगै इन्ट्रेस्ट आयो कि? अब मलाई जस्तो कि म्युजिक पाटोतिर त्यति इन्ट्रेस्ट भएन नि त। तपाईँलाई चाहिँ यो कसरी भयो कि के भयो? सबभन्दा पहिला सुरुमा म के भन्न चाहन्छु भनेपछि मान्छेलाई एउटा अवसर चाहिन्छ, होइन। त्यो अवसर मैले पटक गर्दाखेरि पनि मैले त्यो अवसर चाहिँ मैले जुन पाएन, मैले जुन चाहिँ मैले पाउनुपर्ने थियो कुनै पनि महोत्सव मेला अथवा केही चिजहरूमा पनि, त्यो अवसर मैले नपाएको खण्डमा चाहिँ मैले चाहिँ अनि एउटा स्ट्रिक्ट डिसिजन लिएँ। यो चिज चाहिँ म 100% म गर्छु। म इन्सपायर त्यहीबाट भयो। मैले आफूले अवसर आफैबाट इन्सपायर भएर मैले चाहिँ यो गर्नुपर्छ। त्यसपछि ताकि अब म जस्तै एउटा कुनै पनि के अरे चाहिँ पछि रहेका कलाकारहरूलाई एउटा अवसर प्रदान गर्ने हिसाबले चाहिँ मैले यो गति चाहिँ तीव्र बनाएन। त्यहाँबाट चाहिँ तपाईँलाई आफैलाई सेल्फ के अरे डिफेन्ड भन्छ नि, आफैले आफैलाई बनाएँ, केही गर्नुपर्छ भनेर। गीत त तपाईँ पहिलेदेखि गाउनुहुन्थ्यो होला? गीत त मेरो आवाज त म सानैदेखि नै, मलाई यो सङ्गीत क्षेत्रै मलाई मनपर्ने भन्नाले एक त मेरो फ्यामिली ब्याकग्राउन्ड नै मेरो म्युजिकल्ली फ्यामिली भनौँ, होइन। बुवा त बिचमै के अरे चाहिँ पास भइहाल्नुभयो बुवा चाहिँ, होइन। लगभग सिङ्गिङ मेरो चाहिँ थियो, तर स्ट्रगलमा चाहिँ भनौँ न धेरै
नै धेरै गाह्रो भयो। अब हात समाउने मान्छे कोही पनि थिएन। अब हामी ठ्याक्क त्यही 10 वर्षको इस्टाब्लिस हुने बेलामा जो चाहिँ मैले सहकार्य तपाईँसँग गरेँ मैले अब होइन, त्यसपछि हामीले धेरै सिक्ने मौका पायौँ, धेरै कुराहरू गर्दै गयौँ, एक्सपिरियन्स पनि बटुल्यौँ, कति दुःख पायौँ, कहिले कहिले के गऱ्यो अब त्यो बितिसकेका छन् होइन। अब आगामी दिनहरूमा चाहिँ भनौँ न त्यो हिजोको दिनलाई हेर्दाखेरि अबको कलाकारहरूलाई चाहिँ प्रतिभाहरूलाई चाहिँ एउटा अवसर प्रदान गर्ने हिसाबले चाहिँ मैले त्यो आफूलाई सेल्फ डिफेन्ड भन्नाले पनि सेल्फ रेस्पेक्ट पनि सेल्फ डिफेन्ड सेल्फ इन्सपायर सेल्फ लर्निङ सेल्फ लर्निङ पनि भयो। अनि सिकाउन त मलाई कसैले पनि सिकाएन होइन। यो इन्ट्रेस्ट चाहिँ सबभन्दा इन्ट्रेस्ट चाहिँ त्यतिखेर टेक्नोलोजी चाहिँ लगभग बढ्दै थियो, राम्रो के अरे चाहिँ अगाडि बढ्दै थियो, त्यसैले चाहिँ धेरै मलाई लर्न गर्ने अवसर प्रदान गर्यो मलाई। अनि तपाईँ चाहिँ पढाउनेतिर कताबाट जानुभयो कि पढाउनु पनि हुन्थ्यो नि त स्कुलमा? त्यो यस्तो भयो, त्यो चाहिँ के भयो भन्नुहुन्छ भने जब अब त्यतिखेर आफूसँग अब के अरे चाहिँ म्युजिक मात्रै भएन, एक त के अरे चाहिँ ग्राउन्ड लेभलमा हिँड्ने मान्छेले, अनि सबभन्दा जब चाहिँ चाहिएको थियो। अनि मैले त्यो जब सँगसँगै मैले जब पनि त्यही टिचिङकै प्याटर्न उसमा काम गर्न गएँ। त्यसपछि मैले त्यो कुराहरू त्यहाँ खोलेँ, मसँग यो ट्यालेन्ट छ, मैले यो पनि गर्न सक्छु भनेर डान्स सिङ्गिङ दुइटै टिचिङ पनि त्यही सँगसँगै उहाँहरूले सरहरूले पनि के अरे चाहिँ मलाई ट्रस्ट गरिदिनु भयो। धेरै वर्ष काम गर्नुभयो? 2-3 स्कुलमा काम गर्नुभयो? 2-3वटा स्कुलहरूमा चाहिँ मैले डान्स फुल टाइम डान्स पनि सिकाउने। गेम टिचर चाहिँ खासमा त म गेम टिचरबाट उसो के अरे चाहिँ गेम टिचरबाट चाहिँ म स्कुलमा छिरेको गेम टिचरकोमा। के सम्झन चाहनुहुन्छ स्कुलको? म जब म यो ठाउँमा सुदूरपश्चिममा मैले पाइला टेकेँ, हाम्रो होल्यान्ड स्कुलमा मेरो के अरे चाहिँ म सबै ठाउँमा जब एप्लाईको लागि मैले कोसिस गरेँ, त्यहाँ कतैबाट पनि रिजेक्ट भएन। के अरे चाहिँ कतैबाट पनि मैले त्यो अवसर पाएन त्यहाँ जब खानको लागि। त्यसपछि मैले लास्ट अनि मेरो यहाँ होल्यान्ड स्कुलमा चाहिँ मैले जब एप्लाई गरेँ। त्यसपछि उहाँ पनि सिट रहेनछ, उहाँको एउटै सिट रहेछ, गेम टिचर चाहिएको रहेछ। अनि म त्यही गेम टिचरको उसमा चाहिँ आबद्ध भएँ। त्यसपछि मेरो त्यहाँनिर एउटा एक महिनाको के भन्छ परीक्षण काल भन्छ नि, हो त्यो त्यस्तैमा थियो। मेरो रजिस्टरमा पनि चढाएको थिएन। अनि मैले ठ्याक्क एउटा टुर्नामेन्ट आएको थियो क्या, एसएमटी पद्मा कप भनेको, लगभग चाहिँ अन्डर 14 को गेम थियो। त्यसमा चाहिँ मैले त्यहाँ त्यो गेमको लागि चाहिँ म कोच भएर मैले सिकाउन मैले पाएँ। एउटा मेरो भगवान्ले पनि एउटा हात थापिदिनु भयो होला सायद। त्यो टुर्नामेन्टको कप हामीले जित्न सफल भयौँ, जो चाहिँ तपाईँको हाम्रो सुदूरपश्चिमको लगभग टुर्नामेन्ट मेन त्यो जो चाहिँ सैनिक स्कुलले चाहिँ आयोजना गरेको थियो, हाम्रो यहीँ सैनिक स्कुलले। त्यसपछि मेरो जर्नी चाहिँ मेरो एकदमै मेरो टर्निङ पोइन्ट नै त्यहीँबाट भयो क्या। त्यहाँबाट तपाईँले त्यसपछि मेरो जर्नी मेरो लगभग त्यो टर्निङ पोइन्टले मेरो के भयो भनेपछि म चिनिन सबै चिजबाट चिनिन थालेँ। म के लाग्छ तपाईँलाई सुदूरपश्चिममा बसेर काम गरेको ठिक भयो कि तपाईँ काठमाडौँ गएर काम गरेको भए केही अझै बेटर हुन्थ्यो कि यो अब 8-10 वर्षमा? म सधैँभरि एउटा चिज भन्न चाहन्छु होइन, हुन त त्यो अझै लागु नै छ। मेरो एउटै श्लोक हुन्छ, जितेको ठाउँमा गएर किन जित्ने, नजित्ने ठाउँमा गएर जित न भन्ने मेरो एउटा श्लोकै छ। जितेको ठाउँबाट त जसले पनि जित्न सक्छ। मलाई त्यही लाग्छ कि अब जहाँ छ अलरेडी होइन, पैसा कमाउनु भयो भने हामी अरू कुरा पनि गर्छौँ यत्रो वर्षसम्म होइन, पैसाको लागि काम त्यो मेरो हामी त अब एज अ यो इन्डस्ट्रीलाई सुरु गरेर यहाँसम्म पुगाउनुमा हाम्रो धेरै हात छ। हामीले यो अपडेटिङको कुरामा हाम्रो के अरे चाहिँ क्वालिटीको हिसाबमा हामी त्यो बेलामा जब हामी दुईजना हाम्रो सहकार्य थियो नि, मान्छेहरू एकदमै त्यो कति उसमै के अरे डाउन क्वालिटीमा उनीहरूको बिना विदाउट कन्सेप्टमा होइन
विदाउट कन्सेप्टमा काम गर्ने गर्थेँ। अब हामी दुईजनाको कन्सेप्ट एउटा कस्तो थियो भने छुट्टै क्वालिटीको थियो क्या, जो चाहिँ हामी अपडेट हुनुपर्छ नयाँ क्वालिटीमा। काठमाडौँको काम पनि हामीले यहाँ हुन्छ भन्ने चाहिँ हामी दुईजनाको त्यो बेलाको हाम्रो सहकार्य थियो, राम्रो थियो, बिचमा हामी सफल पनि थियौँ होइन। अब के अरे चाहिँ सायद अब विश्वास गराउनलाई हामीलाई अझै पनि टाइम लाग्ला होइन, तर हामी पछि चाहिँ हट्दैनौँ। तर यो क्वालिटी हामी यहाँसम्म पुर्याउनुको लागि चाहिँ हामीले धेरै मेहनत गऱ्यौँ। हामीले यो इन्डस्ट्रीलाई होइन, तपाईँले म्युजिक, तपाईँको यहाँ काम गर्दाखेरि पप म्युजिकमा को काम गर्थ्यो? पप म्युजिकमा कोही पनि काम गर्दैन। जस्तो मैले काम गर्दाखेरि यहाँ हाई लेभलको कन्टेन्ट क्रिएसन होइन, जस्तो वेडिङ म्युजिक भिडियोहरू हाई लेभलमा गरौँ भन्ने सोच कसैको थिएन, कसैको पनि थिएन। काठमाडौँ जान्थ्यो कि काठमाडौँ नै, म्युजिकलाई पनि काठमाडौँ जान्थेँ, भिडियोलाई पनि काठमाडौँ। हामी त त्यसरी जोड्यो हो नि त, तपाईँ म्युजिक बनाउने म भिडियो बनाउने भन्ने हिसाबमा जोड्यो हो नि त। जोडेको हामी त त्यही त। अब यहाँको त्यसै एक त ट्रस्ट विश्वास गराउनलाई अलिकति हामीलाई धेरै टाइम लाग्छ, अझै पनि लाग्ने नै हो, किनभने त्यो चिजबाट मान्छेहरूलाई बाहिर निस्किनको लागि होइन। अब आजभोलि त सबैको हातमा मोबाइल छ, त्यहीले गर्दाखेरि पनि अलिकति हामीलाई अलि हालचाल चाहिँ सजिलो भएको छ अहिले। हामीले अरूलाई सजिलो गर्थ्यौँ, अरूका लागि हामीले प्लेटफर्म बनाइदियौँ, त्यो भन्न चाहिँ गाह्रो मान्नु भएन, किनभने गरेकै हो। त्यही त मैले भने अवसर प्रदान जो हामीलाई दिनुपर्ने थियो हामीले पाएनौँ, तर हामीले आफैले लड्दै उड्दै गर्दा सिकेको चिज चाहिँ हामीले अरूलाई के अरे अवसर दिने वातावरण चाहिँ हामीले बनायौँ। त्यो चाहिँ हो। तपाईँले त्यो अर्नाको सङमा पनि तपाईँले काम गर्नुभयो? हजुर। अनि विनर पनि भयो कि? विनर पनि भयो, फर्स्ट विन होइन। त्यो एकचोटि त्यो सुनाइदिनुहोस् न, के भएको थियो, कसरी भएको थियो, कहाँबाट सुरु भयो त्यो? म तपाईँलाई अझै के अरे चाहिँ इन्ट्रेस्टिङ कुरा के छ भनेपछि त्यतिखेर मसँग नर्मल पिसी थियो, मसँग i5 थिएन मसँग। मैले नर्मल पिसीमा मैले काम गर्दै थिएँ, मैले सिक्दै थिएँ त्यतिखेर, मेरो सिक्ने क्रम जारी थियो। अनि त्यसपछि हाम्रो के अरे चाहिँ म त्यतिकै बसिरहेको थिएँ, अनि हाम्रो विवेक पाण्डेजीले चाहिँ तपाईँलाई फोन गर्नुभएको रहेछ, म्युजिक को बनाउँछ अत्रेतिर भनेर। तपाईँको कन्ट्याक्टमा कोही छ कि मान्छे कोही छ कि भनेर म भिडियो बनाइरहेको थिएँ नि त तपाईँका, अनि त्यही भएर। अनि त्यसपछि तपाईँले त्यो उहाँलाई चाहिँ नम्बर दिनुभएको रहेछ। अनि त्यसपछि मलाई कल आयो, उहाँसँग मेरो भेट त अभियसली हुन्थ्यो तर त्यसरी क्लोज थिएन नि त। अनि उहाँले फोन गरिसकेपछि आउनुभयो, आइसकेपछि उहाँ गिटार लिएर आउनुभयो, सायद उहाँ के पो एकदम भनौँ न आत्तिएर आयो जस्तो के, लगभग केही फ्रस्ट्रेट भएर कतैबाट के भएर आए जस्तो हुनुहुन्थ्यो। त्यसपछि मसँग आएपछि उहाँ एकदम खुसी हुनुभयो। अनि दुईवटा गाना लिएर आउनुभएको थियो, एउटा गाना चाहिँ सुनाउनु भयो, अलि मलाई त्यो मन परेन, मलाई त्यसको भाइबै मन परेन, म्युजिक आउने खालको के अरे चाहिँ सुनाउनु भयो। अनि यस्तो बन्छ कि नै? बन्छ मजाले, यहाँ तपाईँ आउनुभयो ठिक छ। हामीले चाहिँ लगभग त्यो 15 दिनको काम थियो होला, 15 दिनमा चाहिँ हामीले त्यसलाई बनाउनु सुरु गऱ्यौँ। त्यसपछि खानापिना पनि भनेन, बिहानदेखि साँझसम्म त्यही काममा लाग्यो। एक त डेडलाइनसम्म। अनि एक त कम्प्युटर राम्रो ढङ्गको नै होइन, त्यसले पनि त्यसै स्लो भइहाल्ने, आधी काम गर्नुपर्ने। अनि त्यसपछि हामीले बनायो, लास्ट 15 दिनपछि हामीले त्यसलाई फाइनल गऱ्यौँ। फाइनल गरिसकेपछि त्यसको हामीले ब्याकअप वेब फाइल बनाएर, म्युजिक एरेन्ज मेरै थियो। त्यसपछि केही कुराहरू मैले तपाईँसँग पनि सजेस्ट लिएँ, हामीले सुनायौँ, ऱ्याप हाल्यौँ हामीले होइन। ऱ्याप थिएन नि पहिला होइन, ऱ्याप थिएन नि त। त्यसपछि सजेस्ट गरिसकेपछि त्यो तपाईँको पनि ल यस्तो गर्नु भनेर हाम्रो आइसकेपछि राम्रो पोजिटिभ थिङ्क आयो, तपाईँबाट पनि पोजिटिभ थिङ्क आयो, सबै चिजहरूबाट राम्रो आयो रेस्पोन्स। अनि हामी ल पठाइदिउँ त, अनि अब भन्ने हिसाबमा के चाहिँ हुन्छ, अब हुन्छ या हुँदैन हुँदैन नभए नि काहीँ न काहीँ त्यहाँसम्म त नोमिनेसनमा त जाला, टप 5 मा त आउला भन्ने थियो। अनि लगभग राम्रै भनेको थियो। अब हामीलाई एक्सपेक्टेसन धेरै नराख्नु भनेर, अब किन अब यस्तो हो नि त, त्यो म्युजिक प्याटर्न त म भर्खर अझै लर्न गर्दै थिएँ नि त। एक त कस्तो पनि भयो कि अब फारोसबाट पठाएको, अब तिनीहरू चुज गर्लान् कि नगर्लान् कि भन्ने एउटा सोच थियो। अब त्यसपछि एक महिनापछि रिजल्ट आउनु पर्ने थियो त्यसको। म सडनली स्कुलमा थिएँ म, अनि विवेक पाण्डे सरले मलाई कल गर्नुभयो एकदम सिरियस उसमा। अनि उहाँको पनि उहाँ के अरे चाहिँ
डेलिभरी केसमा के अरे चाहिँ उहाँ यतिखेरै थियो होइन त्यहीमा नेपालगञ्जमा नेपालगञ्ज जानुभएको थियो कोलबुल अनि नर्सिङ होममा नेपालगञ्ज नर्सिङ होममा अनि मलाई फोन आएपछि मन सर एउटा के अरे चाहिँ मलाई फोन आयो ए त्यतिखेर उहीँ हुनुहुन्थ्यो मलाई नि याद आयो मलाई एउटा फोन आयो के अरे चाहिँ के गर्ने यस्तो यस्तो भएको छ पहिला त सिरियस मोडमा एकदम मलाई त एकदमै सिरियसै बनायो नि म त के अरे चाहिँ खेपु भयो अब म सोच्न थालेँ कि विवेक सरको अब त्यो केस भइरहेको थियो नि त केही भयो कि होइन उहाँको मिसेसलाई केही भयो कि भन्ने म त्यो सोचमा थिएँ पछि खुरा खोल्दै जाँदाखेरि मलाई त कल आयो ल सर तपाईँहरूको गाना काठमाडौँ आउनुपर्ने भयो सर तपाईँको सेलेक्सन भयो तपाईँ विनर हुनुभयो भनेपछि म त एकछिन सक्कमा म त पुरा 3 तारा देखेँ जस्तो क्या अर्ना बियरसँग त्यो त एक्सपेक्टेसन थिएन त जित्छ होला तर चाहिँ त्यो अब विनरै नहोला सेकेन्ड थर्ड होला भन्ने सेकेन्ड थर्ड पनि नै पर्छ कि पर्दैन भन्ने पनि अब धेरै एक्सपेक्टेसन नराख भन्ने थियो अब एक त हामी यताबाट अब त्यस्तो कामहरू कसैले गरेको थिएन कसैले पनि गरेको थिएन अब मेरो पनि झन् फर्स्ट के अरे एक्सपिरियन्स त्यो पनि फेरि डिफ्रेन्ट हामी त पप मात्रै गरे हुन्थ्यो नि त पहिला पपमा त्यो त अब कस्तो अलिकति मेलोडी टाइपको अलगै थियो नि त त्यो त्यसमा त्यो मेलोडी कस्तो भन्छ त्यसलाई फोक टाइपको फोक इडियम टाइपको त्यस्तो खालको चाहिँ बनाउनु खोजेँ मैले त्यसमा त्यो प्रडक्ट मैले त्यसरी ढाल्न खोजेँ तर एक्सपेक्टेसन थिएन लगभग त्यो अर्ना सङबाट चाहिँ मेरो चाहिँ अलिकति अपग्रेड चाहिँ अझै भयो है किन भयो भनेपछि मैले हामी काम गरेको देखाउनु पायो नि त काम गर्ने मसँग डकुमेन्ट चिजहरू राम्रो प्रडक्टहरू थिएन नि त विगत हामी त्यो 10 वर्षको एक्सपिरियन्समा हामी काम त गऱ्यौँ होइन तर त्यो खालको हामीसँग डकुमेन्ट भिडियो मेन चाहिँ ल है हामीसँग यो छ भन्ने खालको चाहिँ थिएन त्यसपछि मलाई जो पनि आउने कस्टमरहरूलाई मलाई देखाउनलाई चाहिँ सजिलो भएको छ त्यो अहिले पनि अझै पनि अहिले त हामी अब धेरै काम गरिसक्यौँ होइन त्यतिखेर चाहिँ अनि तपाईँलाई चाहिँ अब कस्तो लाग्छ कहाँसम्म जान सकिन्छ म्युजिकमा डाइरेक्सनमा अब यस्तो हो म्युजिक भन्ने चिज कस्तो हो कि गिन्तीमा चाहिँ गर्न मिल्दैन होइन गन्न मिल्दैन त्यसलाई म्युजिक यो चिज भने एकदमै जति फैल्यो त्यति फैलिने चिज हो यो तर अब अहिलेको हाम्रो यहाँको सिचुएसन हेर्दाखेरि हामी यहाँ ट्रस्ट गराउन अझै गाह्रै छ यहाँ अझै समय लाग्छ समय नलाग्ने होइन तर पनि जबसम्म हामीले अझै पोजिटिभ कुराहरू अझै हामीले उहाँहरूलाई कस्टमरलाई सम्झाउन सक्दैनौँ तबसम्म अलिकति हामीलाई चाहिँ अलि लम्बिनै पर्छ र यो मेरो के अरे चाहिँ डाइरेक्सन र मेरो सिङ्गिङ पात्र चाहिँ यो चाहिँ अब मसँगै जन्मियो मसँगै जाने हो यो अब फैलिने भन्ने त यतिसम्म फैलिएला भन्नुभन्दा पनि जबसम्म म छु तबसम्म म्युजिक पनि छ के छ तपाईँलाई चाहिँ अब हाम्रो इन्डस्ट्रीमा लागिराखेका होइन स्ट्रगल गर्दै गरेका माथि पुगिसकेको त अलग हुन्छ कुराकानी अहिले त स्टेप प्रोग्रामहरू पाएर पनि कलाकारहरूले पेट पालिरहेको छन् होइन कसैको त लास्टै राम्रै कमाइ छ राम्रो छ जो चाहिँ फर्स्टतिर लागिरहेछन् 2-4 वर्ष भयो सक्सेस भएको छैनन् होइन अनि तिनीहरूले चाहिँ के यही क्षेत्रमा लाग्नु पर्यो कि ब्याकअप प्लान अरू पनि हुनु पर्यो कि कामकाजहरू गर्नु पर्यो कि कस्तो के छ पहिला सुरुमा आउने कलाकारहरू फर्स्ट आउने कलाकारहरूलाई के अरे चाहिँ सजिलो होस् भनेर होइन किनभने त्यो स्ट्रगल त्यो दौरमा म पनि त्यही थिएँ त्यो एक्सपिरियन्स मलाई छ यहाँ उहाँहरूले चाहिँ के गर्नुहुन्छ भनेपछि पहिला सुरुमा काठमाडौँ जानुहुन्छ काठमाडौँ मेन भनेकै काठमाडौँ जाने भन्ने सोच हुन्छ काठमाडौँ जानुहुन्छ उहाँलाई कुनै आइडिया हुँदैन के गर्ने कसो गर्ने भन्ने उहाँ आइडिया हुँदैन होइन उहाँ पैसा मात्रै खर्च भएको छ होइन अनि त्यो चिजहरू हामीले त्यहाँ त्यस्तो त्यो खर्च भनेको बेलामा भन्ने ठाउँमा आफूले भने जस्तो स्टुडियो पनि नहुने थाहा हुँदैन फर्स्ट एक्सपिरियन्समा त्यस्तो हुन्छ त्यो चिज नहोस् भन्ने हिसाबले मैले हाम्रो यहाँको कलाकारको लागि चाहिँ एउटा मैले आफ्नो स्टुडियो खोलेको छु होइन अब त्यो सायद उहाँहरूको अब
सबैको कन्सेप्टै त्यही छ कि काठमाडौँ जानुपर्छ भन्ने कन्सेप्ट हुन्छ। होइन अहिले त हामीले पनि राम्रो काम डेलिभर गर्दैछौँ नि त। त्यही त डेलिभरी गर्दैछौँ तर त्यो ट्रस्ट क्रिएट गर्न अनि त्यसपछि अब काठमाडौँ यहाँको कला दोष फेरि यहाँको कलाकारहरूलाई पनि म दिन चाहन्छु। किन दिन चाहन्छु भनेपछि 2-2.5 लाख रुपियाँ म्याक्सिमम् नर्मल बेसिक सङ बनाएर भिडियो बनाउँदा पनि 2.5 लाख रुपियाँ मिनिमम त्यहाँ सकिन्छ। हामी यहाँ विथ के अरे चाहिँ त्यो सबै कुनै त्यो के अरे चाहिँ अप्ठ्यारो कुरोहरू कुनै पनि सिचुएसन नराखेर हामीले 50,000 हामीले त खल्तीबाट पनि पैसा हालेको छ। 50,000 देखि सुरु गरौँ त्यो क्वालिटी म यहाँ दिन्छु म भनेर पनि हिँड्यौँ हामी हिँड्यौँ। अब त्यो उहाँहरूलाई फेरि त्यही ऊ के मोहनी लागे जस्तै काठमाडौँ वासीहरूले काठमाडौँ गएपछि हिट भइन्छ भन्ने हुन्छ। अनि त्यो भएर उहाँहरूले दुःख पाउनुहुन्छ। यस्तो हो, नेपाल सानो छ। अब इन्डिया जस्तो ठुलो भइदिएको भयो, एक इन्डस्ट्रीबाट अर्को इन्डस्ट्रीमा ठुलो, अब मुम्बई नजान्जेलसम्म हिट भइँदैन भन्ने जस्तो छ नि त। यहाँ छैन नि त अहिले। हाम्रो सुरपश्चिमको त धेरै टाढा होइन नि त, केन्द्र भनेर त धेरै टाढा होइन नि। सुरपश्चिमबाट बसेर पनि केन्द्रको काम गर्न सकिन्छ कि सकिन्छ होइन। अब जस्तो अब कुना काप्चादेखि लिएर हामी त्यहाँ जानै पर्छ भन्ने छैन। तर त्यही भएर दुःख पाउने कुराहरू उहाँहरूले नै गर्नुहुन्छ आफैले अब होइन। त्यसपछि अनि उहाँ पैसा फालेर आउनुहुन्छ, लास्टमा हामी यहाँ भेट्छौँ। अब हामीले भनेको बजेटमा पनि कामै हुँदैन। तर उनीहरू जे भयो भने ब्याकअप प्लान चाहिँ बनाइराख्नुपर्छ। ब्याकअप प्लान गर्नै पर्छ। उनीहरूले राम्रो चाहिँ मान्छे फेला पार्नु पऱ्यो, आफ्नो पनि ब्याकअप हुनु पऱ्यो। आफ्नो पनि ब्याकअप हुनु पऱ्यो। यो लाइनमा सधैँ अब लाग्नु होइन, छ कि छैन, कसैसँग बजेटै नहोला सकेला। मैले त्यस्तोको लागि पनि हामीले हामीले भन्यौँ त हिजोको दिनमा के हो त हामीले चाहिँ नपुग्ने मान्छेलाई पनि हामीले थपेर उल्टै हाम्रो कस्ट लगाएर पनि हामीले म्युजिक भिडियो निकाल्दैछ नि त। एकपल्ट त 20,000 नै गएको थियो बढी। कहाँ 20,000 35,000 35,000 खल्तीबाट खर्च भयो। 2-3 दिन सुटिङ भयो त्यो कि 3 दिन एक दिनमा हुनु पर्ने 3 दिन भयो। 3 दिन भयो। तपाईँको चाहिँ जीवनकालमा के कस्ता अप्ठ्याराहरू आए? अप्ठ्यारो त धेरै आयो नि। अब त्यो एकचोटि सम्झ्यो भने त अझै आफ्नो क्षेत्र मात्रबाट नभएर पनि आफ्नो लाइफमा आफ्नो त्यही त मैले भने जब कहाँबाट टर्निङ पोइन्ट आयो भने चाहिँ जब मेरो बुवा बित्नु भयो नि त। बित्नु भइसकेपछि मलाई धेरै झड्का लाग्यो कि हाम्रो फ्यामिलीमा। मेरो उसमा अब हामी 4 जना थियौँ, अब 3 जना मात्रै भयो। मेन कमाउने मान्छे नै अब नभएपछि त गाह्रो हुन्छ नि त। हाम्रो त म त त्यतिखेर पढ्दै थिएँ, पढ्ने बेलामै अब बुवा बितिहाल्नु भयो। त्यसपछि मलाई धेरै गाह्रो भयो। मैले लगभग दुःख त अब खोलिराख्नु भन्दा पनि अब त्यो एक्सपिरियन्स छ मसँग। तर मेरो मेन टर्निङ मलाई दुःखको कुराहरू चाहिँ बुवा पास्ट भइसक्नु भएपछि मलाई धेरै गाह्रो भयो। यहाँसम्म सानै उमेरमा त्यसपछि त्यही पढ्दा पढ्दै म बाहिर विदेश पनि गयो। विदेश पनि जानुभयो? विदेशको एक्सपिरियन्स पनि कति बस्नुभयो? 3 वर्ष बसेर आएँ। 3 वर्ष पुरै? 3 वर्ष। अब तपाईँलाई विदेशै बस्या भए राम्रो हुन्थ्यो कि जस्तो लाग्छ कि यहाँ आएर के गर्नुभयो? होइन, कसरी आउनुभयो? पैसै कमाउनको लागि हो भने त विदेश जान राम्रो हो। तर आफूसँग जो ट्यालेन्ट छ, जो आफ्नो कला छ, त्यो चिजको लागि त विदेश बसेर सम्भवै छैन। हाम्रो जुन छ नि सहकारी, सुरुको सहकारी याद छ तपाईँलाई? छ एकदम। त्यो त कहिले पनि बिर्सिँदैन। हामी 2 जनै के अरे चाहिँ बाटोमा थियौँ नि त। उस्तै अब म पनि नर्मल बिचमा काम गर्ने, तपाईँको त कमसेकम थियो अलिकति। कहाँ थियो त्यतिखेर? थिएन नि। तपाईँसँग भेट्दाखेरि कस्तो थियो एकचोटि मेरो पनि सुनाइदिनु न। खै त्यो 15 सेकेन्ड एक्सपोर्ट हान्नुपर्ने 15 भिडियो एडिट गऱ्यो कि हामीलाई एउटा भिडियो एडिट गर्नलाई 1 हप्ता लाग्छ। 1 हप्ता लाग्ने भयो एक्सपोर्ट हान्न। त्यसपछि एक्सपोर्ट गर्नलाई पनि हामीलाई टाइमै लाग्छ, 2 दिन लाग्ने। 15 सेकेन्डको हिसाबले हामीले गरेर पनि एउटा भिडियो आउटपुट निकालेर त्यस्तो गऱ्यौँ त्यो बेलामा। त्यतिखेर हामीलाई एडिट पनि गर्न आउँदैन थियो। सुरुमा त हामीले फिल्मोरा चलायौँ, अहिले पो अरू सफ्टवेयर चलाउन थाल्यो होइन। अब आफै सोच्नु 5 मिनटको भिडियो 15 सेकेन्ड एक्सपोर्ट गर्दाखेरि कति लाग्छ टाइम? रातभरि सुत्दैन, आँखामा निन्द्रा हुन्थ्यो। रिफ्लेक्टर ओढेर हामी त्यसरी काम गऱ्यो जाडो महिनाको बेलामा। अनि टिनको पसल
पसल त्यतिखेर प्रोडक्सन हाउस कहाँ थियो त मोबाइल ग्यालरी मोबाइल ग्यालरी पसल थियो भित्रपट्टि अनि मजाले हामी अब त्यो के कस्टमर पनि दिक्क मानिहाल्ने क्या अब हाम्रो प्रब्लम यस्तो छ हामीलाई थाहा छँदैछ कस्टमर अलिक झेलिने हो क्या अनि त्यसले गर्दाखेरि पनि झन् झेलेकै थियो हामी त उपाय नै थिएन नि उपाय नै थिएन नि त त्यही त अब काम गर्ने भयो डेलिभरी गर्नु त्यो रमाइलो त्यो यस्तो हो त्यो चिज रमाइलो अब त्यो बेला हामीलाई दुःखको बेला हो तर अहिले सम्झ्यो भने त्यो रमाइलो त्यो एउटा चाहिँ सम्झ्यो भने हाँसो लाग्छ एउटा अब त्यो कुराले पनि आफ्नो विगतका कुराहरू सम्झ्यो भने खुसी लाग्छ क्या त्यस्तो चिजहरू त्यही त अब अनि डाइरेक्सनतिर कसरी जानुभयो कि डाइरेक्सनमा यस्तो थियो कस्तो हो भनेपछि म त एक त सिङ्गिङ गर्ने मान्छे अब होइन सिङ्गिङ गर्ने बेलामा चाहिँ के भयो भनेपछि सिङ्गिङमा अलिकति अब आफू त नचलेको मान्छे अब भुइँ मान्छे अनि सिङ्गिङ मान्छेले त्यति वास्ता गर्ने जस्तो अवस्था मैले देखिनँ यहाँ आउँदाखेरि अब जो मेरो स्ट्रगल चल्दै थियो त्यसपछि अनि अलिकति अब म डान्स पनि सिकाउने डान्स पनि गरिराख्ने डान्स गुरु पनि म फेरि त्यो हिपहप सिपहप सिकाउँदैन फेरि कल्चरल मेन कल्चरलै सिकाउँछु मैले होइन अनि त्यो मेरो त्यति बेलामा मलाई एकैचोटि झ्याप्पै लक लाग्यो हो क्या त्यतिखेर गेम टिचर भए गेम टिचरमा पनि सफलता हात पारियो अनि कल्चरल बच्चाहरूलाई मैले मौसममा नचाउन लगेँ मैले त्यो बेला 10 वर्ष अगाडि त्यो डान्स म अडियन्सले 4 दिनसम्म रेगुलर माग गरेको त्यो डान्स मैले जो बच्चालाई नचाएको थिएँ आजभोलि त्यो गाना मैले नचाइसकेपछि आजभोलिका कलाकारहरूले पनि त्यसमा गर्नुहुन्छ त्यो म के अरे चाहिँ त्यसमा मैले दुःख मान्नुपर्ने केही पनि छैन होइन अर्का गाना हो जसले पनि युज गर्न मिल्छ गरे तर त्यो बेलामा नानी बाबुहरूले धेरै राम्रो डान्स गरे क्या त्यतिखेर मैले त्यो गरेपछि मलाई चाहिँ के लाग्यो भने चाहिँ डाइरेक्सनको पार्ट इच्छा चाहिँ हुन्थ्यो तर डाइरेक्सनको पार्टमा अझै छिर्न पायो भने अझै म आफूलाई बेटर गर्न सक्छु कि अलिकति अझै नाम चिनिन सक्छु कि भन्ने हिसाबले म त्योतिर लागेँ कि अझै म कस्तो हो कि मलाई त्यो तौरमा म एकदम कस्तो भयो भने चाहिँ बुवा बितिसकेपछि त्यो एकदम बेसहारा भएर हिँडे जस्तै भएर हिँड्यो म एकदमै भौतारेर हिँडेँ कि अब त्यो खाना बस्नको पनि अब मुस्किल हुन लाग्यो मैले लेबरी पनि गरेँ होइन तर त्यो सिकाइरहेछ क्या त्यो म हुन त दुःख मान्नु त्यो बेलामा मलाई त औधी पीडा भयो नि त आमाले पनि दुःख पाउनु भयो आमाले पनि दुःख पाउनु भयो अब त्यो अहिले त त्यो सिकाइ भन्छु त्यति बेलामा किनभने बुद्धि थिएन नि त अब बच्चे बेलामा मलाई किन यस्तो म सबै मान्छे खाएर लाएर मजाले हिँडेर आफूलाई त त्यस्तो छ त्यही भएर मैले चाहिँ त्यो बेलाको दौरलाई म सम्झेँ भने अझै पनि मलाई आफूलाई एकदम हार्टबिट गरे जस्तो लाग्छ क्या त्यो अझै पनि सम्झिन्छु म त्यो अनि अब त्यो बेलाको दौरमा यदि हेर्नुहुन्थ्यो भने तपाईँ विश्वासै गर्नु न अहिले जुन मेरो यो जुन पोजिसन छ नि र त्यो बेलाको पोजिसन हेर्नुहुन्थ्यो भने अलग्गै पाउनुहुन्थ्यो के लाग्छ आमाले कति दुःख गर्नुभयो तपाईँ एकदम कति वर्षको हुँदाखेरि बुवा म्याक्सिमम् म 16 वर्षको उमेरमा मतलब कमाउने चाहिँ हुनुभएको थिएन कमाउने भएको थिएन पढ्दै थिएँ म एससी अब अहिले एससी भयो पहिला त हाम्रो एसएलसी हुन्थ्यो एसएलसी दिइसकेपछि न्यु इयरकै दिन भने फेरि न्यु इयरकै दिन फर्स्ट उसमै बित्नु नयाँ अनि फेरि सायद कस्तो कि अब बुवा फेरि हाम्रो आँखा अगाडि पनि बित्नु भएन नि त मतलब नेपालमा नै नेपालमै बित्नु भयो तर हामीले देख्न पाएन क्या बुवाको त मैले डेथ लास्ट मात्रै देखेको नि त बडी मात्रै हामी अब त्यो बेलामा हुन्छ नि त मान्छे बित्ने बेलामा अन्तिम क्षण आफ्नो मान्छे आफूसँग होस् भन्ने हुन्छ नि त त्यो मौका मैले पाएँ भलै मैले कन्दा दिएर म के अरे चाहिँ आगो मैले लगाएँ होला तर अन्तिम क्षणको बेलामा चाहिँ उहाँसँग भेट भएन मेरो कसैको पनि भएन मम्मीको पनि भएन मेरो पनि भएन हामी त्यस्तो त्यो बेला त्यो दौर थियो अब त्यो सम्झ्यो भने अझै पनि आङ चिरिङ्गै हुन्छ कलाकारहरूसँग काम गर्दाखेरि होइन कलाकारहरूसँग कोअर्डिनेट गर्नका लागि जस्तो नयाँ कलाकारहरू पनि हुन्छन्
होइन। अब पुरानो कलाकारहरूसँग त कोअर्डिनेट गर्न सजिलै हुन्छ, नयाँ कलाकारहरूलाई कोअर्डिनेट गर्न कसरी गर्नुहुन्छ तपाईँ? डाइरेक्सन अथवा म्युजिक इन्डस्ट्रीमा म्युजिक गाउँदाखेरि तपाईँले त रेकर्ड गरिराख्नु भएको हुन्छ, म्युजिक बनाइराख्नु भएको हुन्छ, नयाँ कलाकारहरूलाई कसरी ह्यान्डल गर्न सक्नुहुन्छ, कसरी बुझाउनुहुन्छ उहाँलाई कोअर्डिनेट के? त्यही त एउटै सजेस्ट म उहाँलाई के भन्छु भनेपछि अघि पनि भने मैले अहिले पनि भन्छु, उहाँहरूलाई ट्रस्ट गराउन अलिक गाह्रै हुन्छ, तर उहाँलाई सम्झाउन त बुझ्न त बुझिहाल्नुहुन्छ होइन, तर उहाँहरूलाई सम्झाउनलाई अलिक टाइम लाग्छ अनि त्यसपछि पछि मानिहाल्नुहुन्छ। तर कोअर्डिनेट गर्न खोज्नुभयो भने उहाँले राम्रो भिडियो बनाउनको लागि अथवा हाम्रो अब म्युजिककै पार्ट भनौँ न, हामीले चाहिँ ट्रस्ट क्रिएट गर्नलाई पनि उहाँहरूलाई हामीले सम्झाउनै पर्छ, तर त्यो सम्झाउनलाई चाहिँ उहाँलाई टाइम लाग्छ। एउटा तपाईँको 75+ टेक लिएको एउटा धनगढी हामी सुट गर्न गएको थियौँ। त्यो याद छ तपाईँलाई? त्यो त मेरो के अरे चाहिँ मेरो त वर्ल्ड रेकर्डै होला यार, मेरो त 75 भन्दा माथि गयो होला यार। 70 नै गानै 75 को थियो नि त, 75 मिनटको। अनि त्यसको पनि एउटा कहानी छ। नै त्यो भन्न खोजेन है, त्यो मिनेटवाला त अर्को थियो, त्यो त अडियो मात्रै भयो। एउटा भिडियोमा हामी त्यो भाइ सुस्मितासँग काम गरेवाला एउटा थियो नि डान्सिङ गीत थियो, जुनमा चाहिँ टेक धेरै खाएको थियो कि हामी पछि गन्दाखेरि पनि 75 भन्दा बढी क्लिप थियो एउटै डान्सिङ भिडियोमा। बेहुलीको बोयफ्रेन्डले हामीलाई त्यही गीत हो कि त्यही गीत हो बेहुलीलाई यो सुनौ अनि त्यसपछि त्यो सुन्नु होला। ल भन्नुहोस् त्यो 75 टेक कसरी भयो, के भयो? अब उहाँहरूलाई त यस्तो हुन्छ कि उहाँहरूले एक त मैले भने नि त उहाँहरूले गर्नु थिएन, अनि प्लस कस्तो थियो भनेपछि अर्को कलाकार राखौँ भन्यो भने फेरि उहाँसँग त्यो बजै पनि हुन्थेन थियो नि त। अब के गर्ने, अनि अब उहाँहरूले पनि आफ्नो जित गरेर म हुन्छ भन्ने, अब आफै नाच्छु आफै नाच्ने। अनि त्यसपछि हामीले त्यसो गऱ्यौँ। ऱ्यापै मात्रै त के अरे चाहिँ लगभग त्यही गानाभरिमै ऱ्याप मात्रै त कति 1 मिनटको त थियो ऱ्यापै मात्रै, के अरे 8 मिनटको गाना थियो। 8 मिनटको त्यो तपाईँले आफैले बनाउनु भएको अडियो? मैले बनाएको होइन नि त्यो अडियो, होइन मैले बनाएको होइन, बोल्यो त्यो अडियो त्यो भाइले कताबाट बनाएर ल्याएर छ। हामी डाइरेक्सनतिर मात्र थियौँ कि? डाइरेक्सनतिर मैले त्यो भोकल रेकर्ड चाहिँ मैले गरिदिएँ हो, म्युजिक चाहिँ मेरो थिएन। अनि त्यसपछि त्यो इन्सिडेन्ट चाहिँ के भयो भनेपछि त्यो भिडियोमा के अरे चाहिँ बेहुलीको रोल चाहिएको थियो। त्यो त त्यो राति सुटिङ गर्नुपर्ने भयो, दिउँसो बिहानदेखि त्यही टेककै कुरा गर्दैछु त्यसमा। अनि बेहुलीको बोयफ्रेन्डले चाहिँ यहाँ सुटिङ रेडी छ, मान्छे बेहुलीको ड्रेस लगाएर मान्छे रेडी भएर बसेको छ, बोयफ्रेन्डले सुट गर्छु भनेर आइसकेछ। अब बेहुली के अरे सुटिङ गर्ने बेलामा त बेहुली छैन, अब कहाँ गयो त बोयफ्रेन्डले गाली बेहुली भन्छ जस्तो मसँग मात्रै भन्छ के भनेको? बेहुली बनेपछि मेरो के अरे चाहिँ मेरो मात्रै बन्ने, अरूकोमा बन्न दिन्न म, चाहे त्यो भिडियो होस् चाहे भिडियो रियल होस्, त्यस्तो आयो। अनि निकै त्यो दिन पनि हाम्रो दिउँसो सुटिङ गर्ने भनेको होइन, अझै त्यो बजेट हाम्रोमा थिएन नि त, त्यो हाम्रो एक दिन वेस्ट गयो नि त, वेस्टको फेरि राति गर्नु पर्यो, लाइटहरूमा मगाउनु पर्यो, त्यस्तो थियो। त्यो बेलाको एक्सपिरियन्स थियो। नयाँ कलाकारहरूलाई अलि सम्झाउनै गाह्रो हुन्छ कि उहाँहरूले भनेको अलिक टेर्नु। हिरोइन छ बेहुलीको रोल चाहिँ गर्नेपछि मसँग मात्रै गर, अरू गऱ्यो भने आजदेखि तेरो मेरो हुनुमा बिहे गर्ने हेर्नु होला। उसको घरको बेहुलीको घरकोबाट सबै अथोरिटिज आइसकेको थियो, ल गर्नुहोस् भनेर। बेहुलीको भन्दा नि हिरोइनको भन्नु, हिरोइनीको बेहुलीको रोल पनि, बेहुलीको रोल त हो त्यो बुझ्नु पर्यो। अब रोल त्यही पनि धेरैको लागि पनि चाहिएको थिएन कि हामीलाई, थोरैको लागि खालि इन्ट्रोको लागि चाहिएको थियो नि त। त्यसपछि भएन, पुरा टेन्ट लगाएर रेडी गरेको हामी, त्यत्रो टेन्ट कति भाडामा ल्यायौँ हामी। पछि फेरि आयो क्या हो त्यो नै, त्यो बेहुली भएन नि, होइन होइन अर्कोलाई हो आयो हो, होइन सर अर्को हो त्यो, फेरि अर्को केटीलाई बनाउनु लगायो हामीले। ऊ त आएन नि पछि, ऊ त कहाँ भागिहाली, त्यस्तो भनिसकेपछि त ए हो र होइन, अर्को बेहुली बनायो क्या। त्यो भिडियोहरू पनि यार कति बनायो कति थाहै छैन आफूलाई यार। अब त्यो अर्को बनायो, त्यो उता माथि हामी मछली सुटिङ गरेको होला, मछली ए उहाँ सुस्मिता हो, त्योमा पनि टाइम लाग्यो, बेसरी टाइम लाग्यो, त्यहाँ उल्टा हाम्रो पैसा पनि खर्च भयो।
अब त्यही त हो अब मेन्टालिटी हामीले यस्तो अब कस्तो चाहिँ काम गर्दै जाँदाखेरि राम्रो काम गर्नुपर्छ भन्ने मान्यता हाम्रो हुन्छ अब नयाँ कलाकारहरूले बुझ्दैन होइन म भने पटक भनेर बजेट हाई जान लाग्छ तपाईँको अझै यो काम सकिने जस्तो छैन के अरे चाहिँ यतिकै टालटुल गरेर गर्ने हो भने म त्यस्तै अनुसारले गरिदिन्छु होइन भने के अरे चाहिँ राम्रो काम गर्ने भए बजेट क्रिएट गर्नुहोस् भनेको थिएँ मैले त्यो भिडियो त अहिलेसम्म हेर्दा पनि राम्रै देखिन्छ चापा अझैले सबैले त्यसमा माया देखाउनु भएको छ नि त्यसमा सिनहरू पनि त्यत्तिकै राम्रो थियो अनि अब जस्तो कि कुनै कलाकारहरूसँग बजेट कम छ तपाईँले अडियो भिडियो तपाईँले त्यो जे बनाउनुहुन्छ उहाँहरूलाई कुन तरिका कुन क्रिएटिभ आइडिया लगाएर चाहिँ अहिले कम बजेटमा काम गर्न सक्ने क्या हामी त्यो चाहिँ मैले के लगाउनुहुन्छ त्यो मैले उहाँहरूलाई एउटा अफर दिइरहेको हुन्छु नि त 25मा अडियो भिडियो किनभने उहाँहरूलाई पनि सजिलो होस् भनेर होइन 25K मा मैले अडियो भिडियो दुइटै चाहिँ बनाइदिन्छु भनेर उहाँहरूलाई मैले त्यसरी मैले आइडिया लगाएर गराउने कोसिस गर्छु होइन त्यो समर्पणमा लगभग तिन चारवटा के अरे भिडियो पनि त्यसरी सक्सेस पनि भएको छ मेरो अझै पनि त्यो आइडिया म अझै लगाउने पनि हो कति जति तपाईँले अहिलेसम्म निकाल्नुभयो होला के अडियोहरू अब मेरो सङ्गीत तपाईँले आफ्नै प्लस अरूको लगाएर मेरो आफ्नै सबै गरेर म्याक्सिमम् 70-75वटा त निकाल्यो होला होइन त्यो पनि मेरो राम्रो अब अरू त कति कसम याद आउने याद मलाई जहाँसम्म मलाई याद आउँछ 70-75 त पुग्यो हामी दुईजनाको सहकारी हामी दुईजनाको बाँकी त कच्चा बाँकी त 70-75 हामी गर्छौँ त्यो सुरुवाती दिनहरूमा तपाईँले एउटा म्युजिक भिडियो गर्नुभएको थियो कि तपाईँ त्यो क्रेन लगेर त्यतिखेर म थिएन नि त तपाईँसँग म अलि थोरै ढिलो हो त्यही त त्यो बेलामा त्यो पनि मेरो रमाइलो एक्सपिरियन्स हो त्यो पनि मलाई पनि थाहा थिएन त्यो डाइरेक्सन मैले आफैले गरेको अब होइन तर सामान कसरी प्रयोग गर्ने भन्ने कुरा मलाई थाहा थिएन मलाई सामान सबै छ यहाँ नहुने सामान छ फेरि यहाँ नहुने सामानहरू लिएर आएको छु डाइरेक्सन मेरो छ अब मैले के भने क्यामराम्यान उहाँलाई के भने चाहिँ ल सर म डाइरेक्सन मात्रै गर्ने हो यो सामानको मलाई थाहा भएन तपाईँ जसरी घुमाउनुहुन्छ घुमाउनुहोस् म चाहिँ के अरे चाहिँ यो ऊहरू कन्टेन्ट चाहिँ म दिन्छु मजाले त्यो अनुसारले गरौँ भनेपछि त्यसरी गरेको चिज हो त्यो बेलामा अब भर्खर त्यो म यहाँ आफै कस्तो देखिन्छु त्यसमा मेकअपहरू पर्फेक्ट थिएन नै तर अहिले हेर्दा पनि त्यो राम्रै देखिन्छ त्यो भिडियो त क्वालिटी नै छ त्यसमा क्वालिटी भन्दा पनि अब क्यारेक्टरलाई हामीले प्रेजेन्ट गर्न सकेन कि मैले अब त्यो किनभने त्यो मेरो फर्स्टै मेरो डाइरेक्सन पनि त्यही हो मेरो आफ्नै गानाहरू आफ्नो के भन्छ नि के अरे दुनियाँ बदलिनलाई आफ्नै घरबाट सुरु गर्नुपर्छ भने जस्तै मैले पनि मेरो आफ्नै गानाबाट सुरु गरेँ मेरो फर्स्ट डाइरेक्सन त्यही हो तपाईँलाई के लाग्छ त्योभन्दा अझै बेटर हुनसक्थ्यो त्यतिखेरै अहिलेको सिजनमा अझै बेटर गर्न सकिन्थ्यो त्यतिखेर सकिन्थेन होला मैले बेटर नै हो त्यो बेटर मेरो मैले सिक्ने क्रमको बेलामा त्यो मैले गर्न सकेको चिजै त्यति नै थियो क्या किनभने आइडिया थिएन नि त कसले सिकाउने मान्छे ल है यस्तो हुन्छ भन्ने मान्छे पनि थिएन तै पनि राम्रै भएको छ त्यो अनि तपाईँ पूर्वको मान्छे होइन तपाईँको घर चाहिँ मेरो घर चाहिँ अहिले नेपालगञ्ज छ नै त्योभन्दा पछाडि पुर्खाहरू चाहिँ उता प्युठानतिर बस्नुभएको बुवा मम्मी बाबा चाहिँ अब नारायणघाट उहाँ बिग्रुरी कागज कारखानामा लेट इन्जिनियर हुनुहुन्थ्यो उतिखेर बन्द भयो अहिले त बन्द भइसक्नु अनि मेरो जन्म पनि त्यहीँ भयो त्यसपछि हामी बुवाकै बिजनेसले गर्दाखेरि यता हामी नेपालगञ्जसम्म आइपुग्यौँ नेपालगञ्जबाट सुदूरपश्चिम हामी यता धनगढी अतरिया धनगढी अतरिया महेन्द्रनगर हाम्रो बिजनेस थियो क्या हाम्रो यहाँ सबभन्दा पहिलो सुरुमा यहाँ चाउमिन फ्याक्ट्री हामीले राखेको थियो नि त अनि त्यो सिलसिलामा चाहिँ म यहाँ पस्दाखेरि चाहिँ मेरो यहाँ लिङ्केजहरू भयो दाजु दाइ उतापट्टिबाट प्रोडक्सन चाहिँ यता हुने भयो चाउमिनहरूको फ्याक्ट्री नै थियो यहीँबाट सबै ठाउँ सबै महेन्द्रनगर यहाँ अहिले त तपाईँहरूले खानुहुन्छ नि चाउमिन यहाँ प्याकेटवाला त्यहीँबाट यहीँ बस्ने त्यो आइडिया हाम्रै हो अब चाहिँ अन्त्यमा के भन्न चाहनुहुन्छ अन्त्यमा चाहिँ म के भन्न चाहन्छु भनेपछि हाम्रो यहाँको कलाकारहरूलाई चाहिँ पहिला सुरुमा
एउटा कहानी छ के अरे मान्छे चिन्नुहोस् खसी किन्नुहोस् भने जस्तै होइन। यहाँको कलाकारहरूको लागि चाहिँ म त्यो भन्न चाहन्छु, पहिला आफू परिपक्व हुनुहोस्, त्यसपछि बल्ल अनि मान्छेहरूसँग बुझ्ने कोसिस गर्नुहोस्। अनि मान्छेहरू उहाँहरूको कुन अनुसारको के चाहिँ बिहेभियर हुन्छ होइन। यो होइन कि तपाईँ हामीसँगै काम गर्नुपर्छ भन्ने होइन कि, काम राम्रो गर्ने ठाउँमा काम राम्रो गर्ने ठाउँमा जहाँ तपाईँलाई सजिलो हुन्छ, जहाँ तपाईँले आफ्नो कम्फर्ट मान्नुहुन्छ त्यो ठाउँमा चाहिँ तपाईँले काम गर्न सक्नुहुन्छ। होइन भने तपाईँको नयाँ कलाकारहरूलाई चाहिँ पैसाको खोला बगा जस्तै हुने। त्यही हो। हामी त चालाई राखेर पनि 5,000 भ्यू आउँछ कुनै कुनै भिडियोमा, त्यसपछि बुस्ट हान्नुपर्छ। बुस्ट हान्नुपर्छ, के गर्ने के गर्ने? पहिला बनाउँदाखेरि 1 पैसा खर्च भयो, त्यसपछि रिलिज गर्दाखेरि भ्यू गएन नि, दोस्रो पैसा दोस्रो खर्चको भयो। अब पुगिहाल्छ त लाखौँ पुग्छ अनि लाखौँ पुग्छ। हामी त एकदम सस्तोमा हामी काम गर्छौँ भनेर बस्या हो नि त यो ठाउँमा, नत्र त हामी पनि के छ त काठमाडौँ गएर पैसै कमाउनु भइदियो भए त हामी काठमाडौँ गएर पनि कमाइहालिन्थ्यो नि त। अब आज चाहिँ यति नै कुरा गरौँ। ठिक छ। अब आज यो बिएससी को हाम्रो पोडकास्ट तपाईँबाट सुरु, मबाट सुरु भए पनि यो युगसम्म चलिरहोस्, यो चाहिँ शुभकामना दिन चाहन्छु। र हाम्रो मित्रता छँदैछ, त्यो त ठिक छ होइन, सहकार्य हाम्रो छँदैछ। र कलाकारहरूले पनि बुझिदिनु पऱ्यो हामीले के भन्न खोज्छौँ, कसरी काम गर्छौँ खोज्छौँ, त त्यो कुराहरू उहाँहरूले ट्रस्ट गरिदिनु पऱ्यो। बाँकी त हामी हाम्रो स्ट्रगल त छँदैछ। ल हस्, ल धन्यवाद।